छिराई कुकुर Hi. Kudo. डल्ली रेशम ल ड्रीम प्रोजेक्ट आइपुग्यो ड्रीम हाउस आज खुल्ला छ बिहानै घाम लाग्छ वहाँ जानु होइन माथि टुप्पामा आइज जाऊ शनिबार आज हुन्न अहिले जाउँ सकिन्छ हो बस्दै जाने छिटो होइन उयो डाँडा चढेर फुत्दै जाने ल हेलिकप्टर पाउँला हेलिकप्टर मगाउँछु ल घर तयार हुँदैछ अब आएर बसिहाल्नुपर्छ के बनायो हेर्नु पर्यो ओहो तिमीलाई हिजो एउटा कुरा भन्नै बिर्सेँ मैले है दही किन्ने ठाउँमा नि दही किन्ने ठाउँमा बिहान त्यो कस्तो मुख लगाएर
बुलेट चलाएको थियो नि त्यसलाई त्यहीँ भेटेको सच्चिहाल त्यहाँ जाम थियो है अनि म स्कुटर स्टार्ट गर्न लगाएको त यसो हेर त्यही मान्छेहरू चाहिँ यसो रहेछ न गर्दै थियो घर त तयार हुन्छ क्या अब 1-1.5 महिनामा छिटो सोधौँ ओ छिटो बना है कहाँ के गर्नुपर्छ भन् फोन गरेर यो चाहिँ गाइज हाम्रो घर हो यो तयार हुँदैछ अब 2 महिनामा रेडी हुन्छ होला हाँ 2 महिनामा रेडी हुन्छ घर सुन न ओइ 2 महिनामा हुन्छ रेडी त्यसपछि त हामीलाई हिँड्नै पर्दैन यी घर यहीँकै लागि दौडेर आए एकदम बेलकुल हो बेल पुरै भ्लगर रतन सुदै हो ठिक हाम्रो तर जाने हो भने उयोबाट डाँडाबाट फुत्तै गयो भने त फुत्तै चढ्दो रहेछ त जानु दुध खाएर आउनु 1 गिलास त्यो छ यसो गरिदेऊ न एउटा घर 3 दिन जान्ने हिसाबले पाउनु लाग्यो नमस्ते हामी त आयो सन्चै हुनुहुन्छ भन्नु तेरो कस्तो रहेछ त्यो नाकाभरि पसिना यति छ कि कुरो नगर प्रुफ त गर नि बाबु मान्छे सुताइ मान्छेको कनठो हेर है आज कन्सर्ट कि पार्टी हो नि त्यही भएर अब माथि टाढा स्विजरल्यान्ड त्यही भएर जानु लाग्छ बिहान सबै बिहानको हाम्रो टिम गर्ने हो नि त बाबु हिजो घटना के भयो सोधौँ मिलापत्र भयो कि भएन यहाँ यो घर हिजो भयङ्कर झाडा हुँदै थियो त्यसकै निमा झन् हाम्रो झाडा डल्ली रेशमले हिजो घुर्की लाएर जात्रा ल अहिले आइस आऊ न त्यो चट्टेलो भने कसरी पकाउने हो बाहिरको त्यो झुस खुर्किने ल कलसै ढालिदियो उटालिदियो बर्ला जस्तो हुन्छ हौ बर्ला जस्तो पकाउने तल्लो बाटो नजाने है हिजै वाक्कै लगाइसक्यो म हिँडेरै गएर ठुलिआमा बुढी यहाँ जाने क्या भोलि बिदा अरे नि फोटो जात्रा पनि साइत हुँदो रहेछ नि त यसैमा पार्ने भन्ने हुन्न कि के हेर आएर कहाँ लगेर रथ कति दिनदेखि जान्छ अनि साइत हेर आएपछि ल जुर्यो हुँदो रहेछ नि अस्ति नै मसिन्द्रको त्यो नाचमा पूजा गर्नेले त भन्थ्यो यहाँ कतिजना राख्ने भन्यो साइत हेर्नुपर्छ भन्दै थियो
कहाँसम्म पुग्ने हो जाने हो माथि गएर बसेर आनन्दले आउने गाडीमा होइन हुन्छ हुन्छ नाइ त केही छैन बाबु दायाँ बायाँ मात्रै हेर्नु हुँदैन कनर टुलाको केटीलाई हेर्नु हुँदैन अझै पनि हुन्छ बाबु त्यो पनि छपरी स्टाइल कहिले स्टाइल छपरी छपरी स्टाइलको एउटा दाई हुनुहुन्थ्यो बोको काट्ने खाने बाबु के भयो भन्थ्यो नि एकचोटि गाउँमा म त सक्दिनँ उता बस्ने नि मेचा नसकेर भयो शीतलमा हिँड्न सकिन्छ पसिनाको धारा भयो मलाई पटाएर कसरी घुम्छ यस्तो जल्दी गरौँ ठ्याक्कै यहाँ भेटाएको छ हिजो कस्तो आजसम्म भइरहेको छ घाम लाग्यो घाममा हिँड्न सकिन्न जाम फर्केर नि त उहाँ पुग्नु पऱ्यो नि काम केही छैन केही छैन शनिबार त 2-4 घन्टा हिँड्ने हो क्या सधैँ हिँडेको छ त अझ शनिबार बढी बढी विशेष आमा त्यसो गर्नु एउटा कुरा नि मैले नबुझेको यिनीहरू 1 जर्किन 2 जर्किन पानी लिएर जान्छ नि कतिलाई पुग्नु यो खानालाई मात्रै होला है पिउने मात्रै हो कि त्यही भएर यसो नुहाइ धुवाइ पनि गर्ने अनि त्यही पानी चिसो खाना पनि हुन्छ नि नत्र त एउटाले बिहान उठेर सोर र मुख धोइदिएर के हेर्ने होला कि यत्र म जस्तो मान्छे हो भने बिजोग हुन्छ बिजोग आना कस्तो अल्छी होला उता बस्ने आइज तल्लो बाटो नजाने होइन त्यहाँबाट सर्टकट छ क्या माथि जाने आइज ल म बोकेर लिएर कडाई घर उयो दाउरा खोज्ने आलु पोल्ने खाने बियर गिल्स पाराले केका बान भन्ने मुका बान मुका मानु उठ्यो होला हाम्रो एउटा मितिने आमा नि हुनुहुन्थ्यो क्या त्यो मनताकै घर 2-3 घर तल माथि हो कता म एकचोटि गइछु जानु मन लाग्यो बुढी भएन अहिले बुढी त फेरि हाम्रो मिना आएको देखाइदिए डल्ले जात्रामा यति पसिना आएको छ तेरो मुखबाट यति पसिना आएको छ यो कुरा नपुछ है यति आएको छ यति आएको छ उता माथि बस्छौँ ल न त पानस न त के भन्छ बिजुली
भन्दा पनि राम्रै रहेछ फुलभन्दा। तल केदारनाथ गयो भने त हिँड्नु सक्दैन रहेछ मैले थाहा पाएँ। मर्गैनी भन्ने कति रमाइलो छ बाबु यत्तिकै हो। नभन्नु लाने कहीँ होइन किन नाटक पार्दैन ल्याउने त सधैँ यही टाढोमा हो। BBC न्युज यहाँ सम्म छ कृष्ण मन्दिर। यहाँ पनि बाटो लाग्ने खाएको छ। कहाँ जाने माथितिर होला क्या। लक्सी बोट बुल उयो देखा आऊ न आऊ। यो बाटो हो क्या सर्टकट। हामी पहिला यता जान्थ्यौँ। कहाँ जाने माथि भीमडुङ्गा पञ्चकन्या कङ्कालीमाई कङ्काली भगवान् जाने। यताबाट तल घरबाट तेर चाहिँ आयो है यहाँबाट उक्ल्यो। अझ उ त्यो होला जस्तो लाग्छ मलाई। उ त्यो घर छ नि त्यो घरको उतापट्टिको बाटो जस्तो लागिरहेछ। यति घर हो नि त यहाँ बस्छेस् यस्तो किनिदिउँ त। साँच्चै बस्छेस् बस्दैन भने त यतिको टाढा यतिको दरबार बनायो भने बस्छेस् आइज उता आन उता कङ्काली दर्शन गर्न आउने आऊ न आऊ केही हुन्न आऊ बिस्तारै जाने बस्दै बस्ने दुध खुवाएर लिएर आउँछु ल। उता माथि गएर बस्ने आधी घन्टा बस्ने चौरमा बात मारेर। जिगोलो रेस्टुरेन्ट के थियो त्यहाँ एउटा हामीले हाँस्ने रेस्टुरेन्ट थियो नि जिङ्गोला भनेको थियो झिँगारी भनेको झिँगारी त खानेकुरा भइहाल्यो। जाइका कता राम्रो सिक्नु छ बोट निस्किएर छ भाइ। के हो रहेछ नि त यहाँ त है हामी भनेपछि उ त्यो बाटो चाहिँ पिकनिक स्पोट हुनसक्छ। पाइप फुट्की छ पानी ट्याङ्की पनि हुनसक्छ। बाटै छैन रहेछ छ भने यत्रो ढलान गरेर केही लगायो त बाटो। ओहो कस्तो दरबार बनाएर छ हेर न यतापट्टि हेर त उफ होटलले बनाएर छ। यता यहाँ बस आऊ। ए फुटसल बनाएको रहेछ। फुटबल खेल्ने ठाउँ क्या यो सार्वजनिक जग्गा होला।
एक पाउ उसो घटेर तिमीलाई स्लिम भएछ अहिले डबल चिन पनि हटेछ डबल चिन सबै हटेछ यहाँबाट भर्याङ प्लेन बाटो रहेछ हौ त्यहाँबाट त्यही भेट गर्छ त्यो पानी ट्याङ्की छ ठुल्ठुला ढुङ्गे धारा छन् त्यहाँ माथि उहिले माथि भर्याङ जाम है ल परबाट सुन्दा तिम्रो त्यो बोली लागेर मोटो लागेर मन चल्यो रे बेसी बार थक गई पसीना हो गए हामी 21 मिनट्समा पुगेछौँ यताबाट कहाँ जान्छ यताबाट माथि हो क्या घुमर जाउँ सकिँदैन जाने हो रे ल आयो भने के गर्छ र हामीले केही गर्नु पर्दैन सबै गर्नु नभए उसैले गर्छ यस्तो गर अब यो बार भत्केर दुइटा उछिटेर तल पानी साह्रो यहाँ चाहिँ पानी आउँछ जस्तो है उतै पानीको उयो छ नि त पानीको ट्याङ्की चिप्लोमा पानी आयो भने त यसै ल्याउने यहाँबाट कहाँ पुग्छ दिदी यहाँबाट कहाँ पुग्छ यहाँबाट सिधै गयो भने माथि के भन्छ कङ्काली उसमा कङ्काली पुग्छ हस् दुई पाइला हिँड्दैन च्याटनी मान्छेहरू ओ माछा मार्ने मान्छे तिमीहरूलाई भन्दैछु मैले यहाँ आएर माछा नमार भनेर कहानी सुनेछ ओ माछा मार्ने मान्छेहरू अब हुँदा सुन्न खोला सोला पनि थुनेर ट्याङ्की बनाएर खानपान लानुपर्ने स्थिति भयो है कि त्यहाँ हेर्न यस दवाडीहरूको पूजा गर्ने ठाउँ हो यहाँदेखि चिलाउनेबाट मुनि हुन्छ होइन भने यिनीहरू तल्लो दवाडी उनीहरू उता दवाडी ल
यो शिवचरारको यता तल्लो डबाडीहरू आऊ कहाँ यहाँको कुल उहाँ हुन्छ होइन लाउ छिटो आउ न आउ 4 कुसे 12 कुसे झाडी हो बियर गिल्स पाराले हामी सङ्कटकालमा माओवादीको पालामा ताप्लेजुङ यस्तै बाटो गएको 2 दिन हिँडेर बच्चा बेलामा 14 वर्षको उमेरमा यस्तो बाटो त है एक दिनजना मान्छे त यस्तो स्कुलको ड्रेसमा बन्दुक बोकेर आए बाटो छोडिदिउँ है भरे उतै होला नि त लस्कर आधी घन्टा लाग्यो यतिकै उभिएर बस्नु त त्यति लाइन क्या भल हो यस्तोमा हिँड्यो भने अब एलर्जी हुँदैन क्या ल यहाँ काट्नु पर्छ मैले भने त उयो घरबाट आएको हो कि पहिला हामी उयो पानी ट्याङ्की ऊ त्यो अब रिसोर्टै रिसोर्ट आउँछ बाटोबाट हिँडेको थियौँ ऊ त्यहाँ त स्कुल हेर्नु न ल यही हो नागार्जुन नगरपालिका र कुहिएको मान्छे कुन त्यस्तो खान्छ नि अङ्गेरी होइन अङ्गेरी हुन्छ त्यस्तो खान्छ मलाई थाहा छैन जाली चिप्लेर हिँड गएर माथि मासु भात खाउँला बोकेर लिफ्ट मागिदिउँ एउटा गाडी तँलाई
उताबाट आउँला कि गाडी मिन गाडी त आउँदैन त्यहाँबाट सतुङ्गल झरौँला थानकोटबाट हाइवेको गाडी सतुङ्गलसम्म चाहिँ हिँड्दै जाने त्यहाँबाट माथिबाट यसो उभि म एकचोटि ऊ त्यो बाटो कस्तो डम्पिङ साइडको बाटोबाट कति ठुलो बाटो बनाएर है त्यो कहाँ छ डम्पिङ ऊ त्यो हेर्न ऊ त्यो महन्तहरूको त्यो यस्तो नागबेली बाटो छ नि कति ठुलो बनाएको हेर्न आम्मामामामामामा हामी पनि इतिहास कायम राखेका छौँ है हिँड्नमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्डै हान्दिने हो क्या कहाँ छ त्यो गएर लेखिदिउँ न डटबिनले लेखिदिउँ बुझिस् पेन्सिलले मेटिन्छ के गर्ने हो पर्मानेन्टवाला मार्करले लेख्यौँ न कि बजार पेन्ट भन्ने लिएर जाने हो 5 लिटरको लैजाउँ ल्याम 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 लेखिदिइहालौँ यही खाँदिएर चाहिँ डबल चिना आउँदो रहेछ ल जाउँ आऊ ल आऊ बागमती विष्णुमती गोदावरी सिन्धु सरस्वती बागमतीबाट चाहिँ गोदावरी पुग्छिन् गोदावरीबाट के अरे तर बागमतीको शारदा हो कि सरस्वती रे थाहा छैन ओहो पेटबाट त खुब पसिना निक्ल्यो यार बल्ल हिँडेको जस्तो फिल आवाज हो आज त साँच्चै है उकालो नि भयो नि त ठ्याक्कै आज फुल एक्सर्साइज हो बुझ्यौ शनिबार जहिले धेरै हुन्छ अहिले सिधै आउँथ्यौँ यस 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 बाटो त भेट्दै नि त भेट चाहिँ अब कस्तो राम्रो रिसोर्टहरू आउँछ हेर न हिँडै छाड्यो कति भइसकेको थियो यी बाटाहरूमा मान्छेको पैताला नपरे मैले यो बाटो आउँथेँ कि हामी यही बाटो हो बनाइरहेको छ त